नमस्कार। मैले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ मिलिरहँदाखेरि एउटा महत्त्वपूर्ण वाक्य दोहोऱ्याएको थिएँ कि म मेरा शत्रुको सजिलै सामना गर्छु, दया गरी मेरा मित्रहरूबाट बचाओ भने जस्तै भयो। तर त्यो मैले चाहिँ चुनाव भएर पार्टी ठुलो भए पश्चात र त्यस पछाडि चाहिँ कसको अग्राधिकार हुने, व्यक्तित्वको टकराव त्यति बेला हुने हैन, अनि नेताको व्यवस्थापनको किचलो त्यति बेला हुने, पदी यो भागभण्डाको कुरा त्यति बेला हुने भन्ने ठानेको थिएँ। यो त महिना दिन त के 12 दिन पनि टिक्न सकेन। 12 दिन नपुग्दै सुदन गुरुङहरूको अग्रसरता र उक्साहटमा राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापतिको हैसियतमा समाहित भएका कुलमान घिसिङ अन्ततगत्वा आफ्नै उज्यालो नेपाल पार्टीको अध्यक्षमा चुनिए। यसले दुई तीनवटा कोणबाट यसलाई हेर्नुपर्छ। एउटा त पानी दर्किने सके पछाडि मात्रै ओत लाग्ने होइन। तपाईँ गडाङगुडुङ छ, बादल लागेको छ र पानी पर्ने निश्चित छ भन्ने थाहा पाइसके पछाडि समयमै छाता ओढ्नुपर्छ, वर्षादी ओढ्नुपर्छ अथवा ओत लाग्नुपर्छ। त्यो हकमा पनि उनी चुके, किनभने यो चुनावी सरकार हो। स्वयं प्रधानमन्त्री सुशीला कार्कीले यो चुनावी सरकार हो, यो सरकारले राजनीति गर्दैन, सरकारका मन्त्रीहरू दलमा जाँदैनन् भन्ने भनिसके पछाडि अब यता उज्यालो नेपाल पार्टीको संरक्षक पनि भइसक्ने, म पार्टीमा लागेको छैन पनि भन्ने, यतापट्टि राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति पद स्वीकार गरेर हस्ताक्षर गर्ने, म औपचारिक रूपमा पार्टीको सदस्य छैन भन्ने, अनि पदमा पनि विराजमान भइरहने। तर त्यसको दबाव प्रभाव र विरोध भइसके पछाडि स्वयं क्याबिनेटमा सुशीला कार्कीले अब कि त पार्टीमा जान्न भन्नुहोस् कि त मन्त्री छोड्नुहोस् भने पछाडि मात्रै मन्त्री छोड्नु पर्यो। त्यसमा यही बिम्ब लागु हुन्छ। तपाईँ बादल मडारिँदैदेखि आकलन गर्नुहोस् कि पानी पर्छ र ओत लाग्नुहोस्। उहाँ भिज्नु पनि भयो अनि ओत लाग्नु भयो। त्यसले राजनीतिक रूपमा लाभ हानि कसलाई भयो भनिरहनु परेन। अर्को पक्ष चाहिँ संसारमा मैले पाश्चात्य दुनियाँ र पूर्वीय दर्शनका दुईजना भीमकाय पात्रका विषयमा म चर्चा गर्छु। हाम्रो पूर्वीय दर्शनमा, नीतिशास्त्रमा, कूटनीतिमा, अर्थशास्त्रमा चाणक्य जतिको कुशाग्र मान्छे अर्को छैन। चाणक्य त्यति विद्वान, त्यति कुशाग्र, त्यति दूरदृष्टि राख्ने पात्र भए पनि उनी किन राजा भएनन्, किन सम्राट भएनन्? उनले नेताका रूपमा चाहिँ किन अर्को कुनै अमुक पात्रलाई चुने? चन्द्रगुप्तलाई राजाका रूपमा किन उभ्याउनु पर्यो? किनभने उनी टेक्नोक्र्याट हुन्, उनी त्यसका विशेषज्ञ हुन्, उनी किङ होइनन्, किङ मेकर हुन्। अरू सबै विषय गर्न जान्दछन्, तर उनी मुख्य नेतृत्व गर्न योग्य छैनन्, किनभने त्यो राजनेताको हैसियतका लागि चाहिँ अर्कै गुण भएको पात्र हुनुपर्छ। राजनीतिक गुण भएकै, राजनीतिक नस्लकै पात्र चाहिन्छ। पाश्चात्य दुनियाँको कुरा गरौँ। अहिलेको पद्धति प्रणाली निर्माण गर्ने आजभन्दा 2500 वर्षभन्दा अगाडि एरिस्टोटलले गरेका थिए। एरिस्टोटललाई पोलिटिक्स थाहा थिएन कि होइन, डिप्लोमेसी थाहा थिएन कि, संरचना थाहा थिएन कि, सबै कुराका भाष्यकार हुन्। आजका राजनीतिक शास्त्रीले, कूटनीतिक शास्त्रीदेखि लिएर सबैले राज्यको परिभाषालाई पनि एरिस्टोटलसम्मको त्यो मियोसँग पुग्छन्। एरिस्टोटलको विरासत भनेको उनका गुरु प्लेटो, प्लेटोका गुरु सुक्रेटससम्म पनि पुग्ला। एरिस्टोटल त्यत्रो भीमकाय पात्र हुँदा हुँदै पनि आजसम्म पनि त्यति बेला को थिए राजा, को महाराजा थिए, को सम्राट थिए, हामी सबै बेखबर छौँ। तर त्यो विद्वत दृष्टि भएको पात्रले उनी किन राजा भएनन्? राजाका रूपमा किन अलेक्जेन्डरलाई अगाडि सारे? किनभने उनी राजनैतिक नस्लका पात्र थिएनन्, अरू सबै कुरा गर्न सक्दथे। यति ठुला ठुला पात्र ल्याएर आजका पात्रलाई त भन्न खोज्या होइन। राजनीति गर्नु अर्कै नस्ल हो र कुनै पनि कुराको व्यवस्थापन गर्नु एउटा कुरा हो। विद्युत प्राधिकरणको कार्यकारी नेतृत्व भएर सफल रूपमा उज्यालो नेपालको नेतृत्व गर्न सक्नु, कुशल व्यवस्थापन गर्नु, 18 घण्टाको लोड सेडिङलाई शून्यमा पारेर हाइहाइ गर्न सक्नु चाहिँ राजनीतिको पूर्व अभ्यासको, पूर्व तयारीको चाहिँ पर्याप्त सरदाम होइन। किनभने त्यो अर्कै पात्र हो, यो अर्कै पात्र हो। उहाँ उताको एरिस्टोटल बन्न सक्नुहुन्छ, यताको चाणक्य बन्न सक्नुहुन्छ, तर एलेक्जेन्डर र चन्द्रगुप्त बन्न सक्नुहुन्न। यो कुरा किन थाहा भयो भने उहाँलाई यति राम्रो किसिमको प्रस्ताव थियो प्रधानमन्त्रीको प्रस्तावका रूपमा। त्यसै गरी तपाईँको कतिपय अर्थमा त धेरै कुरा सम्झौता गरिएको थियो। उहाँलाई पार्टीको सर्वोच्च नेतादेखि लिएर
सभापति समेत स्वीकार्न सकिने अवस्था बनेको अवस्थामा, पार्टीलाई 50-50% अवस्थामा स्वीकार्नुहोस् भनेको बेलामा चाहिँ उहाँले व्यवस्था गर्नुभयो। तर जब बालेन र रविहरू मिलिएर समय घर्किसकेको थियो त्यति बेला त्यो पुरानो किसिमको दाबी गर्नु हुँदैन थियो। त्यो दाबी अहिले उहाँले पत्रकार सम्मेलनमा यस्तो यस्तो थियो धोका दिए भन्नु भनेको चाहिँ उहाँले समयको पश्चात नबुझ्नु हो। किनभने सही समयमा सही निर्णय गरिएन र सही निर्णयलाई सही सन्दर्भमा समाउन सकिएन र संस्थागत गर्न सकिएन भने समय असाध्यै निर्मम हुन्छ। इतिहासले हामीलाई केही पनि सिकाउँदैन, त्यसले पाठ मात्रै सिकाउँछ भने जस्तै हो। त्यो पाठ कुलमानजीलाई सायद सिकायो होला। र अर्को फेरि के भयो भने अहिले एउटा दुईटा कुराले मात्रै उहाँहरू बीचमा विमति भएको होइन। एउटा त पदीय भागभण्डा मिलेन, दोस्रो व्यक्तित्वको टकराव हुन्थ्यो छ, त्यो सम्भावना अझै पनि रविजी र बालेनमा छैन भन्ने होइन। त्यो मैले अघि भनेको उदाहरण म मेरा शत्रुको सजिलै सामना गर्छु, मलाई दया गरी मित्रहरूबाट बचाओ भन्ने कुरा चाहिँ राजनीतिज्ञले सम्झौता गर्न सक्छन्। उनीहरू पहिलो वरियतामा बस्न सक्छन्, दोस्रोमा सक्छन्, सम्झौता गर्न सक्छन्, धारे हात लगाउन सक्छन्, प्रतिक्रिया जनाउन सक्छन्, प्रतिवाद गर्न सक्छन्। त्यो उनीहरूको गुण हो। थेत्तरो हुन सक्छन्, गैँडाको जस्तो छाला हुन सक्छ। तर अर्को क्षेत्रको विशेषज्ञ भएर आएको पात्रले चाहिँ त्यो कुरा स्वीकार्न सक्दैन, अररो हुन्छ होइन। त्यो अररो भएका कारणले गर्दाखेरि त्यो व्यक्तित्व नै यस्तो बनेको हुन्छ कि त्यसले 12 दिन पनि टिकेन। मैले यो प्रश्न रवि र बालेनजीका हकमा पनि आउन सक्छ है, मैले त्यो फुटोस् भनेर भने होइन, जुटोस्, निरन्तरता होस् भनेको। तर बुझ्नुपर्छ कि त्यो राजनीतिक चरित्र भनेको अर्कै चरित्र हो। त्यसले घृणा पनि सहन सक्छ, गाली पनि सहन सक्छ, निन्दा पनि सहन सक्छ। त्यहाँ ओल्लो छोरदेखि पल्लो छोरसम्मका असाध्यै तानातानका कुरा हुन सक्छन्। यहाँ त आधारभूत रूपमै मिलेको रहेछ नि त। उहाँ सेन्टरदेखि लेफ्टको हुनुहुँदो रहेछ कुलमानजी, किनभने उहाँको स्कुलिङ पनि त्यही हो। अब राष्ट्रिय स्वतन्त्र पार्टी सेन्टरदेखि राइटको पार्टी हो। त्यो विषयको निरूपण नगरी अर्काको उक्साटमा किन मिल्न जानु पर्थ्यो त? उहाँलाई क्षति के भयो? उहाँसँग भएका डाक्टर तारा जोशी जस्ता उपाध्यक्ष उपसभापतिहरू उतैपट्टि गए, अरू केन्द्रीय सदस्यहरू उतैपट्टि गए, कयौं समानुपातिक सूचीका पात्रहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा नि गए। त्यसैले गर्दाखेरि त्यो निर्णयको तपाईले समयको पश्चात बुझ्न सकिएन भने त्यो सबैभन्दा भारी पर्छ। त्यो भारी तपाईलाई पर्यो। अब चाहिँ तपाईले समयको पश्चातलाई बुझ्नुस्, किनभने तपाईँ व्यवस्थापक हो, राम्रो व्यवस्थापक हो, कुशल व्यवस्थापक हो। अहिले यति बेला तपाईँ चुनावी सरकारको यति महत्त्वपूर्ण मन्त्रालय, ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालयको नेतृत्व गर्नुभएको थियो। भौतिक पूर्वाधारमा राम्रै काम भएको थियो। ऋण तपाईँको परियोजनाहरूका ठेक्का रद्द गर्नुभएको थियो, कामले रफ्तार लिएको थियो, चुस्तता जानेको थियो, तपाईँ भित्रको बुझेको मान्छे पनि हुनुहुन्थ्यो। कम्तीमा यसलाई व्यवस्थापन गर्न सकेको भए यो व्यक्तित्वको क्षति हुन सक्दैन थियो, स्खलन हुन सक्दैन थियो। अब तपाईलाई त हिजो राजनीतिमा पनि यता पदमा बस्दा बस्दै, मन्त्री पदमा बस्दा बस्दै राजनीतिमा लाग्दैन भन्ने, भोलिपल्ट राजनीतिमा आउने, होइन मैले सदस्यता लिएको छैन भन्ने बित्तिकै त त्यो सबैले उज्यालो नेपालको अभियन्ता भनेर जुन उचाइ गरिमा र गौरवका साथ हेर्थे नि, पिपल पाते भन्न थालेका छन्। अझ यहाँ तपाईँको केपी ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई त कस्तो परेको छ भने कुचाले बढार्नु पर्ने कसिङ्गर हावाले उडाइदियो। उनीहरू चाहन्थे कि रवि लामिछाने अथवा हर्क साम्पाङ, कुलमान घिसिङ र बालेन शाहलाई उनीहरूले चाहिँ एकदमै दुश्मन देखेका थिए। अब अहिले त तपाईहरू आफै गाँड कोडाकोर गरेर आजैदेखि सुरु भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले उनीहरूको सबभन्दा ठुलो वर्ग दुश्मन चाहिँ अब के अरे कुलमान घिसिङ हुँदैछ। केपी अथवा शेरबहादुर अथवा प्रचण्डको साटो भनेपछि त तपाईहरू आफै भाइफुटे गवार लुटे भन्ने कुराको चरितार्थ भयो। उता हर्कजी पूर्वबाट कुर्लिने हुन्छ होइन। त्यसैले यो राजनीति भनेको एकदमै निर्मम हुन्छ, एकदमै कठोर हुन्छ। त्यत्तिकै भने होइन के। अब म किन यस्तो भन्न सक्छु भने म राजनीतिक प्राणी होइन, राजनीतिमा लाग्दिनँ, जाँदा पनि जान्दिनँ। त्यसैले म नरम तरिकाले कठोर रूपमा भन्न सक्छु। यस्तो भन्न पाइरहँ, तपाईहरूले भन्ने अवसर चाहिँ नदिनुहोस्, सच्चिनुहोस् र जे गर्नु छ त्यसलाई एकदमै सन्तुलित र सम्यक भएर राख्नुहोस्। जनताको आशालाई निराशा नपार्नुहोस्, तुषारापात नराख्नुहोस्। आगे यहाँकै मर्जी। नमस्कार।